Hi everyone, let's do my makeup with me. So first I'm using this lip balm from Vaseline. This toner from Anua. I have been using this sunscreen like 2 वर्ष बढी भइसक्यो and it's really good. म चाहिँ सनस्क्रिन नि त्यति धेरै चाहिँ युज गर्दिनँ. एकदम ओइली हुन्छ फेरि. फाउन्डेसनको लागि चाहिँ यो एलेगलको प्रो कभरेज भन्ने युज गर्छु. यो चाहिँ मैले यता पछाडिपट्टि साइडमा हल्का मात्रै हाल्छु, धेरै लगाउँदिनँ म चाहिँ फाउन्डेसन. एन्ड थोरै अघि युज गरेको मोइस्चराइजरलाई चाहिँ मिक्स गर्छु. यसरी मिक्स गर्छु एन्ड आई एप्लाई. यसरी नै युज गर्छु म चाहिँ. सेम मोइस्चराइजरहरू लगाए जसरी नै लगाइदिन्छु म चाहिँ. त्यति धेरै छोप्नुपर्ने अहिले त्यस्तै डार्क स्पटहरू त छैन. अनि हातैले मजाले ब्लेन्ड गरिदिन्छु. मोइस्चराइजर मिसाएको भएर चाहिँ सजिलो हुन्छ यसरी ब्लेन्ड गर्नको लागि. टेक्निकको 3-in-1 क्यानभास भन्ने युज गर्छु कन्टुरको लागि चाहिँ. म त्यस्तो कन्टुर त कहिले पनि गर्दिनँ, बट आज यो भिडियोको लागि चाहिँ हल्का गर्छु. एन्ड आई एम नट गुड एट दिस है, मलाई आउँदा पनि आउँदैन. म त्यस्तो युज नगर्ने भयो होला. आई डोन्ट नो कसरी युज गर्ने हो भनेर पनि. मेरो निधार सानो छ, सो कन्टुर चाहिँ त्यति धेरै गर्दिनँ म चाहिँ. अनि हल्का यो लिप मुनि पनि गर्छु. आज नोज पनि गरिहेरौँ है त. मेरो फर्स्ट टाइम नोज गर्ने चाहिँ आज. यो चाहिँ एकदम लेस इज मोर भने जस्तै छ क्या. मलाई ब्लेन्ड गर्न नि नआएर होला मेबी, होइन, त्यस्तो लागेको. बट थोरै लगाए पनि एकदम धेरै लगाए जस्तो लाग्छ. सो यति नै हो मैले लगाएँ भने चाहिँ लगाउने. नाउ लेट्स ब्लेन्ड द प्रडक्ट है. ब्लेन्ड गर्न चाहिँ म यो ब्लसलाई ब्लेन्ड गर्ने युज गर्थेँ. आज चाहिँ यसले नै युज गर्छु, किन भन्दा मेरो खास चाहिँ मैले यसले ब्लेन्ड गरौँ कि जस्तो लागिरहेको थियो. बट यो चाहिँ बिग्रेको पनि छ, प्लस यो अलिक धेरै फ्लपी छ. यो चाहिँ अलिकति साह्रो छ क्या, अनि त्यसले गर्दा सजिलै ब्लेन्ड हुन्छ कि जस्तो लाग्यो. लेट्स सी. मैले कन्टुर चाहिँ साँच्ची नै आउँदै आउँदैन कि कसरी गर्ने हो पनि आई डोन्ट नो. यो कन्टुरिङ चाहिँ सिक्नै छ. लेट्स सी. धेरै कालो हुन्छ फेरि फेसमा. भइरहेछ पनि छैन पनि थाहा छैन. आजलाई भइहाल्यो. मेरो चाहिँ यो अहिले डबल चिन एकदमै लागिरहेछ कि. स्पेसल्ली नर्मली यत्तिकै त देखिँदैन, बट देखिन्छ. सो आई निड टु हाइड द्याट. फरहेडमा चाहिँ खासै मलाई नचाहिने, बट अरूले गरेर देखेर मात्र गर्नु लाग्यो. आई हेभ भेरी स्मल फरहेड. मान्छेलाई ठुलो फरहेड भयो भनेर छोप्छन्, बट मलाई चाहिँ सानो फरहेड झन् मन पर्दैन कि. प्रोडक्टहरू पनि त्यति धेरै लगाउन नमिले, प्लस कस्तो के नमिले जस्तो लाग्छ. अब नोजको भालै आई हेभ नेभर डन दिस. यो नोजको स्टेप त मैले गरेकै छैन कहिले पनि. जस्ट अरूले गरेर देखेको मात्रै छु. कन्टुरिङ नै म त्यस्तो गर्दिनँ कि, मलाई आउँदा पनि आउँदैन, त्यही भएर नि होला. क्यामेरामा त ठिकै देखिरहेछ, बट इन रियल लाइफ एकदमै कमेडी देखिरहेको. धेरै भयो जस्तो छ क्या.
प्रोडक्ट अलि अझै थोरै लिनुपर्ने जस्तो लाग्यो। यति नै होला ब्लेन्ड गर्नुपर्ने। सो कन्टुरिङ पनि भयो। अब चाहिँ म थोरै यो पाउडर लिएर यो एसेन्सको पाउडर लिएर अलिकति मिलाउँछु। किन भन्दा म चाहिँ कन्सिलर कहिले पनि युज गर्दिनँ। फाउन्डेसन नै हल्का अलिअलि ड्याप गर्ने मात्रै हो। त्यही भएर यसले चाहिँ हल्का मिलाउँछु मात्रै। मान्छेले यो स्टेप लास्टमा गर्छन्, बट मलाई चाहिँ खै यो चाहिँ अहिले नै गरिहाल्न मन लाग्छ। यो कन्टुर मिलाउनको लागि चाहिँ धेरै डार्क भयो कि यो कन्टुर हल्का लाइट गर्नु पऱ्यो। किन भन्दा कन्सिलरले अब म केही गर्दिनँ नि त, कन्सिलर प्रोडक्टै युज गर्दिनँ। त्यही भएर यसले नै हल्का मिलाएँ। यति हो यो मैले गर्ने भनेको। सो ब्लसको लागि चाहिँ मैले यो होपवाला सेड युज गर्छु। अनि थोरै मात्रै जस्ट अलिकति ट्याप मात्रै गर्छु, किनकि यो अति नै पिगमेन्टेड छ। त्यही भएर जस्ट अ लिटल बिट। त्यो चाहिँ मैले केले ब्लेन्ड गर्छु भन्दा मेबी यही उसले ब्लेन्डरले ब्लेन्ड गरिदिन्छु। एकदमै यो पिगमेन्टेड छ, त्यसले गर्दा चाहिँ थोरै लगाउँछु क्या। अनि प्लस यो वाला अलि यो ब्लेन्डर सुक्खा भएर होला मेबी सबै प्रोडक्टै यसले यहीँ तान्यो, बट ठिक्क देखेछ। ब्लस पनि यति मात्र लगाउँछु म चाहिँ। मैले यो रोमान्टिक मेको मस्मराइजिङ आइलाइनरवाला पमेड, यो पमेड युज गर्छु। यो त कति लाइक 4 वर्ष भइसक्यो होला, स्टिल यत्तिकै छ क्या। एक्सपायर पनि भइसक्यो, बट मेकअप नेभर एक्सपायर्स होइन। अस्ति आइब्राउज र कपाल दुइटै कलर गरेको थिएँ। त्यही भएर यो आइब्राउज बनाइरहनु त पर्दैन, किन भन्दा अलरेडी डार्क नै छ। हल्का मात्रै यसो फिलिङको लागि मात्रै गर्छु। मलाई डार्क त मन पर्दैन, हल्का, तर यति मात्रै हो मैले गर्ने भनेको। यतापट्टि पनि त्यही हो, हल्का मात्रै लिएर अनि गर्छु। अहिले चाहिँ म चाहिँ एकदम यो आइब्राउ चाहिँ अलिकति बाक्लो मनपर्ने भएर चाहिँ मैले चाहिँ यो थ्रेडिङहरू गर्दाखेरि पनि लाइक हल्का माथि मात्रै सेप मिलाइरहेको छु। तल चाहिँ थ्रेडिङ नै गराएको छैन कि, हल्का बाक्लो बनाउनको लागि। यति हो मैले यो पनि गर्ने भनेको। आइब्राउज पनि आई मेकअप गर्छु हल्का। आज बाहिर जान लाग्यो सो थोरै गर्छु। अनि अघि जुन पाउडर दिएको थिएँ नि मैले एसेन्सको, त्यही पाउडरले हल्का आँखामाथि गर्छु, सो द्याट प्रोडक्ट अलिकति लास्टिङ होस् भनेर। यति हो। अब कलर चाहिँ जहिले पनि मलाई कन्फ्युजिङ हुन्छ कि कुन चाहिँ सेड युज गरौँ भनेर। सो म चाहिँ यो वाला युज गर्छु। जहिले कन्फ्युजिङ हुन्छ कुन वाला युज गर्ने भनेर। थोरै मात्रै। यो वाला ब्रस चाहिँ खासै ब्लेन्डिङ भएन, त्यही भएर यसले गर्छु म एकचोटि। आइलाइनरको लागि चाहिँ यो चाहिँ कम्पनीको नाम त बिर्सेँ मैले, बट ब्याङ्ककबाट लिएको थिएँ। एन्ड इट्स रियली नाइस है। लाइनर पनि मैले आजभोलि त्यति धेरै नलगाउने भएर बिर्सिसकेँ कसरी लगाउने भनेर नि। लाइक सेप नै मिल्दैन कि मेरो।
यतातिर बाक्लो भयो भने उता पातलो भइदिन्छ, उता पातलो भयो भने यता बाक्लो भइदिन्छ। यता डिफ्रेन्ट सेप भइदियो अब। यस्तै हो आइलाइनर्स आर सिस्टर्स नट ट्विन्स भन्छ नि, त्यही सिस्टर्स पनि होइन के जस्तो भयो। अनि मलाई चाहिँ फेरि यहाँसम्म चाहिँ आइलाइनर लगाउनु मन लाग्दैन। मेरो चाहिँ अलिकति आँखाको सेप नै कस्तो कस्तो छ कि झन् नराम्रो देख्छ कि जस्तो लाग्छ, बट त्यहीँ पुग्न आँटिसकेँ मिलाउँदा मिलाउँदा। म चाहिँ युजली चाहिँ यहाँनिर हल्का विङ्स बनाइदिन्छु अनि यत्तिकै छोडिदिन्छु, बट आज चाहिँ अब यत्तिकै हो, 2 थरी भयो, बट हु केयर्स होइन। अब मस्काराको लागि चाहिँ मैले यो सुपर मोडल, यो पनि मैले ब्याङ्ककबाटै लिएको हो, तोफूबाट। के हो यो सिवाना कलर्स भन्ने छ, अनि इट्स अ डुअल म्याक्स भोल्युम डबल एक्सटेन्सन मस्कारा। यतापट्टि चाहिँ ब्ल्याक कलर छ भने यतापट्टि ब्राउन कलर छ। कुन कलर आज म ब्राउन गरी हेर्छु कस्तो हुन्छ। ब्ल्याक त जहिले नि मस्कारा युज गरेर आउँछ, मेरो चाहिँ आई स्याडो पनि हल्का ब्राउनिस भएको भएर चाहिँ आई थिङ्क ब्राउन मस्कारा विल लुक नाइस होइन। ट्राई गरौँ न, बट ब्ल्याक ब्ल्याक नै देखिँदो रहेछ हाम्रो आँखा परेलाले गर्दाखेरि। इट लुक ब्ल्याक, ब्राउन जस्तो त देख्दैन खै, ठिकै छ। बट यो एकदम कस्तो राम्रो छ भने यो मस्कारा एकदम मन पर्यो। थोरै लगाए पनि कस्तो मजाले भोल्युम दिन्छ। मेरो चाहिँ ल्यास एकदमै स्ट्रेट प्लस छँदै छैन कि, कर्लहरू पनि बस्दैन नभएको भएर त्यो होल्डै गर्दैन क्या। त्यो थोरै यसले लगाउँछु, यो चाहिँ एकदम छिटो पनि सुक्ने खालको छ, अनि प्लस मस्कारालाई कस्तो लाइक ल्यासहरूलाई कस्तो मजाले होल्ड गर्छ क्या। मैले ल्यास कल गरिनँ आज, अस्ति एक दिन कल गरेको सबै ल्यास निस्कियो। त लिपस्टिकको लागि चाहिँ मसँग यति धेरै छ अप्सन, कुन लगाऊँ। पहिला सुरु लिप लाइनर लगाउँछु। लिप लाइनर कलर एकदम राम्रो छ कि, लिपस्टिकै लगाउनु पर्दैन लगाएपछि एकदम मजाले लाग्छ। त्यही भएर म चाहिँ आज यो एस्टे लडरको यो वाला सेड लगाइदिन्छु, थोरै मात्रै जस्ट टच मात्रै, किनकि यो लिप लाइनरले अलरेडी लिपस्टिकवाला दिइसक्छ, त्यही भएर चाहिँ म त्यति लगाउँछु। अलमोस्ट मेरो मेकअप चाहिँ सकिसक्यो। नाउ आइम युजिङ दिस पाउडर, आइम युजिङ दिस सेटिङ स्प्रे फ्रम डाजल मी। यो पनि मैले ब्याङ्ककमै लिएको हो। अब सो यही हो मेरो मेकअप चाहिँ। Thank you so much guys for watching my video. I'll see you in my next video. Close up ko lagi चाहिँ this is how my makeup turned. Thank you so much guys, love you.